हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हजुरहरूको लागि भनेर मैले विशेष भिडियो ल्याएर आएको छु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। आज चाहिँ म युट्युब च्यानल चाहिँ कसरी क्रिएट गर्ने मोबाइलबाट यो भिडियोमा म तपाईलाई जानकारी दिनेछु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। ओके, आज चाहिँ हामी तपाईहरुलाई युट्युब च्यानल कसरी क्रिएट गर्ने मोबाइलबाट, युट्युब च्यानल चाहिँ कसरी बनाउने त हामीले मोबाइलबाट यो भिडियोमा तपाईहरुलाई म जानकारी दिनेछु कि मोबाइलबाट युट्युब च्यानल कसरी बनाउने। सबैभन्दा पहिला मोबाइलबाट युट्युब च्यानल अथवा कम्प्युटरबाट युट्युब च्यानल बनाउनको लागि सबैभन्दा पहिला हामीलाई के को आवश्यक पर्छ भन्दाखेरि गुगल अकाउन्ट, जिमेल, एउटा जिमेलको आवश्यक पर्छ, जुन चाहिँ जिमेल आइडी सबैभन्दा पहिला हामीले क्रिएट गर्नुपर्ने हुन्छ। अनि त्यही जिमेल आइडीलाई चाहिँ हामीले युट्युब च्यानल चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। सो अहिलेको अवस्थामा एकदमै धेरै युट्युब च्यानलहरू खुलिराखेका छन्। कुनै भ्लगिङ, कुनै मुकबाङहरू, कुनै टेक च्यानलहरू हैन, आदि इत्यादि एकदमै धेरै युट्युबको ट्रेन्ड चलिरहेको छ। र तपाईहरुको पनि थोरै समय बाँकी छ, थोरै समय चाहिँ तपाईको छ भने तपाईले पनि पार्ट टाइम चाहिँ तपाईले युट्युब गर्न सक्नुहुनेछ। कुनै पनि तपाईले काम गर्दै हुनुहुन्छ तर थोरै समय तपाईसँग छ भने तपाईले युट्युब च्यानल चलाउन सक्नुहुनेछ है। सो युट्युब च्यानल चलाउनको लागि चाहिँ त्यही हो, हामीलाई एउटा जिमेल आइडी चाहिन्छ है। त्यो जिमेल आइडी भइसकेपछि हामीले युट्युबमा कनेक्ट गर्नुपर्ने हुन्छ, जुन चाहिँ जिमेल आइडी लाई। सो भन्दै फटाफट अब हामी मोबाइलको स्क्रिनतिर जाउँ। सबैभन्दा पहिला हामीले युट्युब च्यानल क्रिएट गर्नको लागि जिमेल आइडी बनाउनु पर्ने हुन्छ। जिमेल आइडी बनाउनको लागि सुरुमा हामीले क्रोम खोल्नु पर्ने हुन्छ। क्रोम ब्राउजर जुनै पनि खोल्दा हुन्छ, क्रोम जोसुकैसँग हुन्छ। सो हामी क्रोमलाई यहाँनिर कनेक्ट गर्दैछौँ। यहाँनिर क्रोममा आइसकेपछि हामीले GOOGLE गुगल अकाउन्ट भनेर सर्च गरौँ। यहाँ माथि नै आउँछ गुगल अकाउन्ट। यो आइसकेपछि चाहिँ हामीले यहाँनिर तपाईले अलरेडी गुगल आइडी बनाउनु भएको छ भने यही देखाउँछ, लगइन भइसकेको छ भने। छैन भने चाहिँ तपाईको यहाँनिर क्रिएट गुगल अकाउन्ट अथवा गुगल अकाउन्ट लगाउने एउटा अप्सन आउँछ है। अब यो तपाईले लगाइसक्नु भएको छ भने यो माथि एउटा आइकन हुन्छ, त्यहाँनिर थिचेर एड अकाउन्टमा जानुपर्ने हुन्छ है। एड अकाउन्टमा जानु होला, यहाँ कन्टिन्यू गर्नु होला। यो खालको इन्टरफेस आउँछ, यहाँनिर साइन इन भनेर आयो। अब यहाँनिर तपाईको इमेल अर फोन नम्बर भनेको छ, यहाँनिर हामीले लाउने होइन। यहाँ क्रिएट अकाउन्टमा जानुपर्ने हुन्छ। यहाँनिर फर माई पर्सनल युज भनेर हो, यहाँनिर क्लिक गरौँ। यहाँ क्लिक गरिसकेपछि तपाईले नाम राख्नुपर्ने हुन्छ। के चाहिँ तपाईले केबाट बनाउनुहुन्छ त्यही नाम राख्नुपर्ने हुन्छ। म यहाँनिर नाम राख्दैछु, देख्न सक्नुहुनेछ। ओके, मैले यहाँ नाम लेखेँ। फर्स्ट नेममा आफ्नो नाम, लास्ट नेममा थर राख्न सक्नुहुनेछ। सो कुनै पनि एउटा जिमेल आइडीको बर्थडे राख्नु होला। तपाईको आफ्नै बर्थडे छ भने तपाईको आफ्नै बर्थडे राख्नु होला। सो मैले चाहिँ अहिले एक्जाम्पलको लागि मात्र चोइस गर्दैछु। जे गर्दैछु मैले त्यही गर्नु होला। जेन्डरमा तपाईँ मेल हुनुहुन्छ कि फिमेल हुन्छ त्यही चेक गर्नु होला। अब यहाँनिर चोइस युर जिमेल एड्रेस भनेको छ। यहाँ चाहिँ तपाईको यहाँ अप्सन आउँछ, जुन चाहिँ तपाईलाई सजिलो लाग्छ त्यही राख्नु होला। मैले briamlimru@gmail.com राखेँ। सो नेक्स्ट गरिदिनु होला सिम्पल्ली। नेक्स्ट गरिसकेपछि अब यहाँनिर हामीले पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामी पासवर्ड क्रिएट गर्दैछौँ है। ओके, पासवर्ड क्रिएट गरेँ मैले यहाँनिर। यो क्रिएट गरिसकेपछि सेभ गर्दिनँ, डोन्ट सेभ गरेँ। अब यहाँनिर फोन नम्बर माग्छ। फोन नम्बर मागेको छैन भने स्किप गर्दा पनि हुन्छ, तर फोन नम्बर लाउनु भयो भने चाहिँ एकदमै सजिलो अनि राम्रो हुन्छ है। म लाउँदैछु। ओके, मैले जिमेल अकाउन्टमा ओके, यो नम्बर चाहिँ धेरैचोटि लागिसकेको रहेछ। म अर्को नम्बर ट्राई गर्दैछु। ओके, यो कोड। ओके, यहाँनिर एउटा कोड आउँछ फोन नम्बरमा, त्यो कोड हामीले लगाइसक्यौँ। यो लगाइसकेपछि हामीले नेक्स्ट गरौँ। यो नेक्स्ट गरिसकेपछि यहाँनिर नम्बर आयो, स्किप आयो, तर हामी नेक्स्ट गर्छौँ यहाँनिर।
सो नेक्स्ट गरिसकेपछि अब हामीले फेरि नेक्स्ट गरौँ। अब एग्री गरौँ। यहाँ तल हुन्छ आई एग्री भन्ने हुन्छ, यहाँ धेरै नोटिसहरू आउँछ, त्यो पढ्दा पनि हुन्छ नपढ्दा केही फरक पर्दैन। ओके, हाम्रो जिमेल अकाउन्ट यहाँनिर लगभग क्रिएट भइसकेको छ। यहाँ ब्ल्याङ्क देखाइसकेको छ। अब म यहाँनिर यसलाई रिफ्रेस गर्छु। फेरि पनि म यहाँनिर रिफ्रेस गर्छु। यो हाम्रो गुगल अकाउन्ट यहाँनिर तयार भइसकेको हुनसक्छ। ओके, यहाँ मुनि ब्रियम लिम्बू भनेर यहाँ देख्न सक्नुहुनेछ। यो हाम्रो अकाउन्ट चाहिँ क्रिएट भइसकेको छ। अब हामीले युट्युब क्रिएट गर्नको लागि अब हामीले युट्युब खोल्नुपर्ने हुन्छ है। म तपाईँलाई एकदम मजाले देखाउँदैछु। युट्युब खोल्नु होला। युट्युब खोलिसकेपछि यहाँ तल यु भन्ने हुन्छ, यहाँनिर यहाँ क्लिक गर्नु होला। स्विच अकाउन्ट भनेर आउँछ, यो स्विच अकाउन्ट गर्नु होला। जुन चाहिँ हामीले जिमेल आइडी भर्खरै बनाएको यहीँनिर सो गराउँछ युट्युबमा। यहाँनिर ब्रियम लिम्बू भनेर यहाँ सो गरिसकेको छ, यहाँनिर क्लिक गर्नु होला। यो सो गरिसकेपछि यहाँनिर यो खालको इन्टरफेस देख्न सक्नुहुनेछ। अब हामीले युट्युब क्रिएट गर्नको लागि यो यु भनेको चाहिँ यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरिसकेपछि यो माथि ब्रियम लिम्बूको मुनि क्रिएट अ च्यानल भनेर देखाएको हुन्छ, यहाँनिर थिच्नुपर्ने हुन्छ। ओके, यहाँ यो गरिसकेपछि अब हामीले के गर्नुपर्छ भने यहाँनिर नेम भनेको छ, नेम चाहिँ हामीले के गर्नुपर्छ भने राख्नुपर्ने हुन्छ। के नाममा तपाईँले च्यानल बनाउँदै हुनुहुन्छ त्यो नाम यहाँ राख्नु होला। म यो ब्रियम लिम्बूबाटै राख्छु, सो मैले यसलाई केही गरिनँ। अब यहाँ ह्यान्डल भनेको छ @ब्रियम लिम्बू भनेर आयो। यो ह्यान्डल पनि एकदम ठिक छ, मैले ह्यान्डल यही राख्छु। तपाईँको सुरुमा चाहिँ के हुन्छ भने युट्युब च्यानल क्रिएट गर्दाखेरि ह्यान्डल सुरुमा ब्रियम लिम्बू मात्र सर्च गर्यो भने हाम्रो च्यानल युट्युबमा देखाउँदैन है। सो ह्यान्डल युज गरेर चाहिँ हामीले सर्च गऱ्यौँ भने चाहिँ फर्स्ट नम्बरमै देखाउँछ। ह्यान्डल चाहिँ जे छ त्यो नै सर्च गर्नुपर्छ। जस्तै यहाँनिर @ब्रियम लिम्बू छ, @ब्रियम लिम्बू हामीले युट्युबमा सर्च गरियो भने सिधै मेरो युट्युब अकाउन्ट आउँछ। ओके, क्रिएट च्यानल गरौँ ल। यो क्रिएट च्यानल गरिसकेपछि अब हाम्रो युट्युब च्यानल चाहिँ क्रिएट भयो। यहाँ देख्न सक्नुहुनेछ सब्सक्राइब भनेर आयो यहाँनिर है। अब हाम्रो यहाँनिर www.youtube.com/ अनि चाहिँ @ब्रियम लिम्बू आइसक्यो। अब हामीले यहाँनिर धेरै अप्सनहरू मिलाउनु पर्ने हुन्छ अझै। अब यहाँनिर च्यानलमा गइसकेपछि यस्तो भयो। अब यसलाई हामीले बनाउनको लागि हामीले मोबाइलबाटै गर्दैछौँ। मोबाइल पनि सिधै मैले युट्युब चाहिँ खोलेर युट्युब च्यानल क्रिएट गरिसकेँ है। सो अब हामीले यहाँनिर डाइरेक्ट भिडियोहरू अपलोड गर्न सक्छौँ। तर भिडियो अपलोड गर्नुभन्दा पनि पहिला हामी YT स्टुडियो, हामीलाई एउटा एप्लिकेसन चाहिन्छ। तपाईँले प्ले स्टोर अथवा आइफोन छ भने एप स्टोरमा गएर YT स्टुडियो डाउनलोड गर्नु होला। यो YT स्टुडियो म खोल्दैछु। YT स्टुडियोमा साइन गर्दाखेरि जुन जिमेल छ सबै हाम्रोमा आउँछ। हाम्रो ब्रियम लिम्बूको च्यानल रहेको छ, 0 सब्सक्राइब आएको छ, देख्न सक्नुहुनेछ। अब यहाँनिर हामीले यो अन भन्ने छ, यहाँ डलरको चिन्ह, यहाँनिर जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि हामीले के देख्छौँ भने सब्सक्राइब भनेको 1000 सब्सक्राइब हुनुपर्छ 1 वर्षभित्रमा मोनिटाइजको लागि। अनि 4000 चाहिँ वाच टाइम हुनु पर्यो, 4000 घण्टा वाच टाइम हुनुपर्छ 1 वर्षमा है। यति भइसकेपछि चाहिँ हाम्रो युट्युब च्यानल चाहिँ मोनिटाइजको लागि क्राइटेरिया पुरा हुन्छ। अनि चाहिँ हामीले एडसेन्स अकाउन्टहरू बनाउने अनि चाहिँ हामीले युट्युब च्यानललाई चाहिँ मोनिटाइज गराउन सकिन्छ। सो अनि तपाईँको सर्ट भिडियोहरू पनि एकदम राम्रो चलेको छ। 1 महिना 2 महिना 3 महिना 90 दिन भनेको 3 महिनामा तपाईँको 10 मिलियन भ्युज चाहिँ गयो भने पनि तपाईँको युट्युब च्यानल मोनिटाइज हुन्छ। सो यो चाहिँ हाम्रो क्राइटेरिया भयो। सो अब यहाँनिर स्टेप नम्बर 2 भेरिफाई भनेको छ। यो स्टेप नम्बर 2 भेरिफाई पनि गराउनु पर्ने हुन्छ हामीले है। यहाँनिर अनि यो जिमेल मी भनेको छ, इमेल मी भनेको छ, यो इमेल मीमा थिच्नु होला, यो कन्फर्म भइहाल्छ। स्टेप नम्बर 2 भेरिफाई गर्नु होला, यो चाहिँ एकदम सेक्युरको लागि हो। यो स्टेप नम्बर 2 भेरिफाई गरिसकेपछि चाहिँ हामीले के हुन्छ भने कुनै अरू डिभाइसमा हाम्रो जिमेल लगइन भयो भने चाहिँ हामीले अथोराइज दिनुपर्छ, हामीले यस भन्नुपर्छ। नत्र भए कसैले तपाईँको जिमेल अकाउन्ट कुनै डिभाइसमा लगइन गर्दैछ भने चाहिँ तपाईँलाई इन्फर्मेसन आउँछ अनि मात्रै तपाईँले एक्सेप्ट गरेपछि मात्र त्यहाँनिर लगइन हुन्छ है। सो त्यसको लागि यहाँनिर जिमेलमा जुन चाहिँ हामीले अहिले जिमेल लगाएको थियौँ त्यही लाउनु पर्ने हुन्छ। ओके,
यहाँ जीमेलमा अब @ लगाइराख्नु पर्दैन, जुन चाहिँ @ को अगाडि जे छ त्यही लाउँदा हुन्छ। अनि पासवर्ड राख्नु होला। ओके, पासवर्ड जे छ त्यही राख्नुपर्ने हुन्छ है। स्टेप नम्बर 2 भेरिफाई गर्नुपर्ने हुन्छ। ओके, नट सेभ गर्छु म अहिले, फाइनली म सेभ गर्दिनँ। अब यहाँनिर हामीले नम्बर राख्नुपर्ने हुन्छ के, यहाँनिर नम्बर राख्नुपर्छ। हाम्रो नेपाल चोइस गरौँ। भिडियो थोरै लामो छ तर पनि तपाईहरुलाई मैले एकदम मजाले बुझाउने कोसिस गरिराखेको छु। हामीले युट्युब च्यानल क्रिएट गर्दैछौँ। ओके, यहाँ स्टेप नम्बर 2 भेरिफाई हुँदैछ है। ओके, अब एउटा कोड आउँछ हाम्रो नम्बरमा, त्यो कोड चाहिँ हामीले यहाँनिर लाउनु पर्ने हुन्छ। ओके, यो कोड हामीले यहाँनिर लगाइसकेका छौँ। अब यसलाई भेरिफाई गर्नु मात्र पर्छ है। ओके, भेरिफाई गर्नु होला। ओके, यति भइसकेपछि हाम्रो स्टेप नम्बर 2 भेरिफाई भइसकेको छ, डन भइसकेको छ। अब यहाँनिर हामी यहाँ स्क्यान गरौँ, देख्न सक्नुहुनेछ स्टेप नम्बर 2 भेरिफाई भइसकेको छ। ओके, यति भइसकेपछि हाम्रो युट्युब च्यानल क्रिएट भइसक्यो। अब तपाईले भिडियो अपलोड गर्न सक्नुहुनेछ। भिडियो कसरी अपलोड गर्ने म तपाईलाई नेक्स्ट भिडियोमा जानकारी दिनेछु। अनि युट्युब च्यानलको सेटिङहरु कस्तो तरिकाले मिलाउने हो नेक्स्ट भिडियोमा म तपाईलाई जानकारी दिनेछु। आजको भिडियो तपाईलाई के कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला। केही भन्न मन लाग्यो भने कमेन्ट गर्न सक्नुहुनेछ। अनि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै टेक भिडियोहरु हाम्रो च्यानलमा आइराख्छन् है। ओके, थ्यांक यू सो मच फर वाचिङ भिडियो।